साथीहरु यस्तै भिडियोको रिभ्यू हेर्नलाई हामीलाई हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। रिभ्यू अनि रिएक्सन भिडियो हेर्नलाई हाम्रो च्यानलमा गएर सब्स्क्राइब गर्नु होला र बेल नोटिफिकेसनलाई अन गर्नु होला। यस्तै भिडियोहरु हामी हरेक दिन लिएर आउँछौँ हजुरहरुको लागि, हजुरहरुको इन्टरटेनमेन्टको लागि। साथीहरु यस्तै भिडियोको रिभ्यू हेर्नलाई हामीलाई हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। रिभ्यू अनि रिएक्सन भिडियो हेर्नलाई हाम्रो च्यानलमा गएर सब्स्क्राइब गर्नु होला र बेल नोटिफिकेसनलाई अन गर्नु होला। यस्तै भिडियोहरु हामी हरेक दिन लिएर आउँछौँ हजुरहरुको लागि, हजुरहरुको इन्टरटेनमेन्टको लागि। किन छैस मलाई म कोचिङ छ भएको भए माफ गरिदिनुस्। तर तपाईको अनुहार मेरी बहिनी सावित्रीकोसँग ठ्याक्कै मिलेको छ। त्यही भएर मेरी बहिनी सावित्री सम्झेर हजुरलाई बोलाएको मात्र हो। सावित्री 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 जले पनि आछ सावित्री भनेछ। को सावित्री? म सावित्री हैन सती भनेर कति जनालाई भन्नु मैले? ठिकै छ हजुर मेरो बहिनी सावित्री नभए पनि सती नै भए पनि हजुर र म दाजु बहिनी भन्दा के होला र बहिनी? हेर मलाई कसैको बहिनी छैन होला छैन। तिमी केटा मान्छेहरु बानी हामीलाई थाहा नभएको हो र? पहिला बहिनी बहिनी भन्ने नजिक हुन्छ, त्यसपछि हाम्रै दोष देखाएर हाम्रो क्यारेक्टरमा औला उठाएर हामीलाई अलपत्र पारेर बीच बाटोमा छोडेर हिँड्छौ। त्यही भएर मलाई कसैको बहिनी छैन होला छैन। आफ्नो हजुर बहिनी कति पनि के कुरा गर्न चाहन्छु बहिनी? म नराम्रो मान्छे होइन बहिनी। बहिनी सती बहिनी, तपाईको र मेरो सावित्री बहिनीको फेस एउटै भएर के सेम मिल्छ। त्यही भएर बहिनी तपाई र म